एउटा समाजमा चाहिँ आदर्श भनाइ छ कि जहिले पनि सकारात्मक बन्नुपर्छ, पोजिटिभ बन्नुपर्छ, नेगेटिभ बन्नु हुँदैन। हरेक चिजलाई चाहिँ नि सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ भन्ने एउटा भनाइ छ। अब हरेक सकारात्मक कुरालाई, राम्रो कुरालाई राम्रै दृष्टिकोणले हेर्ने हो, त्यो ठिकै हो हैन। अब कसैले पनि राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो त भन्नु हुँदैन। ठिकलाई चाहिँ गलत, गलतलाई ठिक भन्नु पनि हुँदैन। तर सकारात्मक बन्ने, पोजिटिभ बन्ने भनेर गुलाई चाहिँ नि भात भन्न त मिलेन नि त, चोरलाई साधु भन्न मिलेन। नराम्रोलाई चाहिँ राम्रो कसरी भन्न सकिन्छ? नराम्रोलाई त नराम्रै भन्नु पर्यो, राम्रोलाई राम्रै भन्नु पर्यो। अब यो देशमा हैन, यो देश र यो राष्ट्रको जिम्मा लिएका जो ठेकेदारहरू जसले चाहिँ हाम्रो देशलाई, यो नेपाल भन्ने राष्ट्रलाई यो बनाउँछौँ, त्यो बनाउँछौँ, युरोप बनाउँछौँ, अमेरिका बनाउँछौँ, जापान बनाउँछौँ, स्विजरल्यान्ड बनाउँछौँ, के बनाउँछौँ भनेर जसले चाहिँ ठेक्का लिएका छन्, अथवा जसले चाहिँ यो देशलाई चाहिँ रातारातमा चाहिँ नि स्वर्ग जस्तै बनाउँछौँ, विश्वका सबैभन्दा विकसित देशहरूको भन्दा पनि उनीहरूलाई चाहिँ त्यो लेभलमा पुर्याउँछौँ भन्ने जो कुरा गर्छ नि ती ठेकेदारले, देशका ठेकेदारहरूले हैन। र कुरा चाहिँ त्यो गरेर यिनीहरूले चाहिँ देशलाई स्वर्ग बनाउँछु भनेर देशलाई नर्क बनाए, जनतालाई सुखी बनाउँछु भनेर जनतालाई चाहिँ एकदमै पीडा दुःख दिए हैन। यो देशको समृद्ध देश बनाउँछौँ भनेर चाहिँ नि यो देशलाई चाहिँ सबभन्दा विश्वका गरिब देशहरूमध्येमा एउटा गरिब देश बनाए नि। अब यिनीहरूले चाहिँ नि भ्रष्टाचार गर्यो, यिनीहरू गलत छन्, यिनीहरू चाहिँ नि चोरी गर्यो, यिनीहरूले ढाँट्यो, झुटा बोल्यो, बदमासी गर्यो, बेकुफी गर्यो भनेर यिनीहरूको आलोचना गर्नु भनेको मलाई चाहिँ नि खाली समय बर्बाद गर्नु जस्तै लाग्छ क्या। अब यिनीहरूले चाहिँ नि राज्य सत्ता पाउनको लागि अनि देश लुट्नको लागि, जनतालाई लुट्नको लागि यिनीहरूले चाहिँ नि कयौँ मान्छेहरू मारे के, कयौँ निर्दोष सर्वसाधारणहरू मान्छेहरूलाई चाहिँ नि सत्ता पाउनको लागि मारे। र अनि पछि त्यत्रो मान्छे जो कि एकजना, दुईजना, 100जना हैन, हजारहरू मान्छे मारे। हरेक नेपालका चाहिँ प्रायःजसो गाउँ टोलहरू चाहिँ नि शोकमा डुबे हैन। अहिले पनि जसले आफ्नो छोराछोरी गुमाएको छ, श्रीमान गुमाएको छ, आफन्त गुमाएको छ, श्रीमती गुमाएको छ, आमा बुवा गुमाएको चाहिँ नि टुरा बच्चाहरू छन्, उनीहरूको पीडा, उनीहरूको मनभित्रको जो पीडा छ नि, उनीहरूको जिन्दगीभरि त्यो पीडाको घाउ चाहिँ भरिँदैन के। यत्रो पीडा दिएको छ मात्रै के को लागि भनेपछि राज्य सत्ताको लागि के। एउटा पक्ष चाहिँ राज्य सत्तामा जानको लागि त्यत्रो मान्छेहरू मार्यो, र अर्को चाहिँ के छ भने राज्य सत्ता आफ्नो स्वर्गको मोज मस्ती त्यो राज्य सत्ता बचाउनको लागि, जोगाउनको लागि यो चाहिँ एउटा घृणित कार्य जुन भयो, मान्छेहरू मार्ने अहिले पनि भइरहेछन् हैन। विभिन्न टाइममा नेपालमा चाहिँ विभिन्न भइरहेछ नि राजनीतिक आन्दोलन भन्छ नि। यो राजनीतिक आन्दोलन भने कुनै जनताको, राष्ट्रको पक्षका होइनन्, त्यो मुला चाहिँ राज्य सत्तामा पुग्न चाहने महत्त्वाकांक्षा बोकेको त्यो राक्षस, त्यो एक दुईजना चाहिँ नि राक्षसहरूले बनाएको षड्यन्त्र अन्तर्गत मान्छेहरू मरिरहेछन्। अब यिनीहरूले चाहिँ नि जनतालाई माया गर्ने, राष्ट्रलाई माया गर्ने भन्ने त यति वायाद हो। अब कतिपय मान्छेहरू, अब जनताहरू फेरि त्यही कुरामा विश्वास गर्ने पनि छन् हैन। तर यिनीहरूको चाहिँ नि यत्रो वर्षसम्मको व्यवहारले थाहा भइसक्यो कि यिनीहरू देश लुट्ने, जनता लुट्ने, मोज मस्ती गर्ने, राज्य सत्तामा पुग्ने, राज्य सत्ता टिकाउने, यो बाहेक यिनीहरूको केही देखेन। यसको लागि चाहिँ नि यिनीहरू राज्य सत्ता पाउनको लागि र राज्य सत्ता पाएको राज्य सत्ता जोगाउनको लागि यिनीहरू कयौँ निर्दोष मान्छेहरूलाई मार्नु पर्यो भने पनि यिनीहरू तयार हुन्छन्, यसमा कुनै शङ्कै छैन। अब यिनीहरूलाई चाहिँ नि यिनीहरू चोरी गर्यो, बदमासी गर्यो, ढाँटो झुटो गर्यो भनेर चाहिँ यिनीहरूको आलोचना गरिराख्नु चाहिँ त्यो समयको बर्बाद मात्रै हो। अब त यिनीहरूलाई त चुपचाप बस्ने, यिनीहरूले गरेको अपराधको दण्ड, यिनीहरूको अपराधको सजाय दिने बाहेक अर्को चाहिँ नि विकल्पै छैन के। यदि साँच्चै मान्छेहरूले सही तरिकाले बुझ्ने हो भने त यिनीहरूलाई त जहाँ भेट्यो त्यही लपेटा लाउने के। बदमासहरूलाई जहाँ भेट्यो त्यहाँ जसले जेले सक्छ कि, जे हातमा छ, जे आफूसँग क्षमता छ त्यसले चाहिँ अपराधीलाई सजाय दिने। अब अपराधीको हालिमुहाली ठाउँमा हैन,
अपराधीलाई सजाय नदिकन बदमासलाई चाहिँ नि तह नलगाइकन अनि न्याय सत्य इमान भनेपछि सुख शान्ति कसरी हुन्छ हो? एउटा म तपाईँलाई भन्छु, मृगको बथानमा चाहिँ एउटा चाहिँ ब्वाँसो पस्या छ भने त्यो मृगको बथान कहिले सुक्यो होला? जबसम्म त्यो ब्वाँसोलाई तह लगाइन्छ, त्यसलाई चाहिँ ठिक पारिँदैन, तहिलेसम्म त्यो मृगको बथान सुखी हुँदैन। परेवाको बथानमा चाहिँ नि एउटा बाँझ घुस्या छ, 2-4वटा बाँझ घुस्या छन् भने अब त्यो बाँझको चाहिँ नि आलोचना गरेर गरेर अयात कुरा गरेर त्यो सुख शान्ति हुन्छ त? त्यो बाँझलाई ठेकान नलगाइकन त्यो परिवारको गुट परिवारको गुटमा परिवार भएको ठाउँमा सुख शान्ति हुँदैन। त्यही भएर अपराधीहरूलाई जसरी पनि लखेट्नु, यिनीहरूलाई लखेट्नु, निमोट्नु, यिनीहरूलाई चाहिँ आउट गर्नु, यिनीहरूलाई चाहिँ नष्ट गर्नु नै एउटा चाहिँ सुन्दर समाज निर्माणको पहिलो कदम हो। पहिलो कुनै पनि हामीले चाहिँ राम्रो फुलबारी बनाउनु छ भने त्यहाँ भएका अनावश्यक काँडाहरू नहटाइकन सम्भव हुँदैन कि। सिस्नाको झ्याङमा चाहिँ हामीले चाहिँ गुलाब फुलाउन खोज्यौँ भने त्यो सिस्नाको झ्याङ नफाडिकन त गुलाब फल्दैन, होइन? हो त्यसै गरी हामीले चाहिँ नि यी अपराधीहरूलाई जहाँ भेट्यो त्यहीँ लपेट्ने प्रत्येक नेपाली नागरिकको अधिकार हो जस्तो लाग्छ कि मलाई त्यो। अब कति नेपाली नागरिक के छन् भने उनी अपराधीहरूका पछि पछि लागिरहेका हुन्छन्, ढोगगिर गरिरहेका हुन्छन्, अनि फुलमाला हालिरहेका हुन्छन्, देवता जस्तो मानिरहेका हुन्छन्, के महान भनेर चाहिँ महान भनेर महानको उपाधि दिएर चाहिँ लागिरहनु। यो कुरा एउटा चाहिँ विडम्बना यो पनि भयो कि यो देशमा त यति अन्याय, यति अत्याचार, यति अपराध भइसक्यो कि अपराधीहरूले जसले चाहिँ मान्छे मार्या छ, मान्छे मार्ने मान्छे चाहिँ होइन, त्यो मान्छे मार्ने मान्छे त के भन्छु, मान्छे मार्ने राक्षस चाहिँ म सबैभन्दा शान्ति कायम गर्ने मान्छे, मलाई चाहिँ पुरस्कार हुनुपर्छ भने अपराध गरे बापत पुरस्कार समेत थापिसक्यो। कोही पटक पुरस्कार थापिरहेको छ र आफूलाई चाहिँ भगवान साबित गरिरहेको छन् कि यहाँ भइरहेको छ। मैले कुनै व्यक्तिको कुरा गरेँ होइन कि यस्तो प्रवृत्ति भयो। त्यस कारणले गर्दाखेरि हामीले यो हाम्रो देशलाई, हाम्रो समाजलाई सुन्दर बनाउनुको निमित्त फोहोरहरू, कबाडहरूलाई चाहिँ मिल्काउनै पर्छ, अनि सुन्दर बन्छ। पहिलो शर्त त्यही हो। हानिकारक चिजलाई नष्ट गर्नुपर्छ। जो सद्भाव भएको, राम्रो सोच भएको, होइन, आफू पनि बाँचौँ र अरूलाई पनि बाँचौँ भन्ने सोच भएको मान्छेहरूलाई, सहयोगी भावना भएका मान्छेहरूलाई यहाँ फल्न र फुल्न दिनुपर्छ, अनि सुन्दर बन्छ। यहाँ त अर्कालाई ढाँट्ने, लुट्ने, चिमोट्ने, भ्रष्टाचार गर्ने, खाने मान्छेहरूको चाहिँ नि हालिमुहाली भयो कि यिनीहरू चाहिँ नि यिनीहरू नै फले फुले, यिनीहरूको नै हालिमुहाली भयो। त्यही भएर यिनीहरूलाई नष्ट गर्नुपर्छ, होइन? अनि न्याय, सुन्दरता, सृजनशीलता, सद्भाव र सहयोगी भावनाहरूलाई चाहिँ फुल्न र फल्न दिनुपर्छ, अनि मात्रै यो हाम्रो समाज सुन्दर बन्छ भन्ने मेरो विचार कि। हस्, धन्यवाद, नमस्कार।